अहिलेको मार्केटमा घर किन्नु राम्रो कि वेट गर्नु राम्रो? मेरो सजेसन बाई नाउ इफ तपाईँको फाइनान्सियल स्टेबिलिटी छ, जस्तो कि तपाईँले लङ टाइमसम्म त्यही जब चाहिँ लङ टर्मसम्म जान्छ भने बाई नाउ। नम्बर 2 फाइनान्सियल स्टेबिलिटी तपाईँको 3 to 6 मन्थसम्म चाहिँ तपाईँले केही जबहरू ब्याकअप हुँदाखेरि पनि तपाईँले कभर गर्न सक्नुहुन्छ भने त्यस्तो अवस्थामा पनि यु क्यान बाई नाउ। नम्बर 3 बिल्ड योर इक्विटी, जस्तो कि तपाईँले रेन्टमा बसिरहनु भयो भने तपाईँले तिरेको पैसा त्यो चाहिँ ल्यान्डलर्डलाई जान्छ। यदि तपाईँले बाई गर्नुभयो भने यु क्यान बिल्ड योर इक्विटी। नम्बर 4 मार्केट कन्डिसन आर राइट, द्याट्स द मेन पोइन्ट। जस्तो कि अहिले मार्केट एकदम इन्ट्रेस्ट रेट लिटल बिट हायर छ, त्यसले गर्दाखेरि तपाईँको हाउसहरू लङ्गर टाइम चाहिँ मार्केटमा बसिरहेछ। त्यसले गर्दा तपाईँले सेलर अथवा बिल्डरसँग तपाईँले धेरै नेगोसिएट गर्ने चान्स चाहिँ धेरै हुन्छ। यु क्यान वेट इफ योर बजेट इज टाइट, फाइनान्सियल स्टेबिलिटी छैन, एकदम डेट रेसियो एकदम हाई छ, अथवा तपाईँले मुभिङ हुन खोजिरहनु भएको छ भने यु क्यान वेट फर द्याट।